सरलाई म सम्मान गर्छु हैन। उहाँले धेरै जनताको आवाज पनि बोल्नु भएको छ र धेरै जनताहरूलाई उद्धार पनि गर्नुभएको छ। उहाँप्रति एकदमै सम्मान छ र उहाँले चाहिँ आज जेलमा बसेर जसरी आफ्नो कैदी जीवन काटिरहनु भएको छ, उहाँलाई चाहिँ सरकारले पछिल्लो वर्तमान सरकार केपी ओलीको सरकारले चाहिँ उहाँमाथि राजनीति प्रतिशोध साधेकै हो, उहाँलाई फसाउनको लागि जेल गरेकै हो जस्तो लाग्छ मलाई हैन। आजसम्म उहाँको फैसला हुन सकेको छैन, तर पनि एउटा थुनामा बसेर उहाँले आफ्नो गल्ती स्वीकार गरेर होस् या नगरेर होस् आफ्नो काटिरहनु भएको छ जेल जीवन हैन। उहाँले त भन्नुभएको छ मेरो भागमा जुन बिगो रकम परेको छ त्यो बिगो रकम म तिर्न तयार छु, कृपया मलाई बाहिरबाट मुद्दा लड्न पाउने अधिकार दियोस्, त्यसका लागि म तयार छु भन्नुभएको छ। तर फैसला हुन सक्दैन, उहाँलाई अदालतले छोड्दैन सरकारले। यो अब सरकारले किन डराएको छ रवि लामिछानेसँग अहिलेको सरकार पनि भन्नुहोस् त? रवि लामिछानेसँग डराएको हो कि अब रवि लामिछानेसँग सरकारले राजनीतिक प्रतिशोध साध्न खोजेको हो भन्ने? अहिलेका प्रधानमन्त्री